किन विश्वभरि छन् नेपाली क्रिकेटका समर्थकहरू? यहाँहरूलाई पक्कै पनि जिज्ञासा लाग्न सक्छ। नेपाली समर्थक कीर्तिपुर क्रिकेट मैदानका 12औं खेलाडी भन्ने गरिन्छ। त्यहाँ उपस्थित हुने समर्थकको हौसलाले नेपालले कैयौं खेलहरूलाई हारबाट जितमा परिणत गरेको क्रिकेटका जानकारहरू ठान्छन्। कीर्तिपुर मैदानको रुखमा झुन्डिएर खेल हेर्दै गरेका दर्शकको तस्बिर भाइरल नै हुने गरेको छ। कीर्तिपुर मैदानमा मात्र होइन, नेपाली क्रिकेट समर्थकहरू विश्वभरि नै छन्। एसिया कप खेल्नका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का जाँदा त्यहाँका समर्थकहरू त्यही पुगेर नेपाली गीतमा नाचे। खाडी मुलुकमा मलेसियामा हुने प्रतियोगितामा पनि नेपाली क्रिकेटका समर्थकहरू उत्तिकै देखिन्छन्। केही समय अघि सम्पन्न भएका विभिन्न प्रतियोगिताहरूलाई हेर्ने हो भने मुख्य आकर्षण मध्येको एक नेपाली समर्थकहरूको उपस्थिति र नेपाली टोलीप्रति उनीहरूको समर्थन गजबकै हुने गर्छ। प्रतियोगिताबाट नेपाल नबाहिरिँदासम्म आइसिसीले पटक पटक नेपाली समर्थकको प्रशंसा गरेको इतिहास हामीले पाउँदै आएका छौँ। आइसिसीले त भन्ने नै गरेको छ, नेपाली समर्थकहरू देखेर रातो र नीलोको सागर अर्थात् नेपाली झन्डा फरफराउँदै उनीहरू पुग्छन्। रातो र नीलो नै देखिन्छ पुरै रङ्गशाला। त्यसैले त यस्तो भन्ने गरिन्छ, अमेरिका, अस्ट्रेलिया, क्यानाडा जहाँसुकै प्रतियोगिता होस्, नेपालीहरू त्यहाँ देखिएकै हुन्छन्। नेपाली समर्थकहरूको एक स्वरले राष्ट्रिय गीत गाउँदा त अझ रङ्गशाला भरि नै गुन्जायमान हुन्छ। त्यहाँ पुग्ने खेलाडीलाई हौसला हुँदैन त? पक्कै पनि हुने गर्छ। एउटा प्रसङ्ग लियौँ। पानीमा भिजेर रङ्गशालामा पुगेका समर्थकहरूले बोकेको एउटा ब्यानरमा लेखिएको थियो, आइसिसी र क्रिकेट एसोसिएसन नेपाल सहितले सामाजिक सञ्जालमा राखेपछि त्यो भाइरल बनेको हो। त्यसमा अङ्ग्रेजी भाषामा लेखिएको थियो, यदि आइसिसीले नेपालको खेल चन्द्रमामा राख्यो भने पनि नेपाली समर्थकहरू त्यहाँ पुग्ने गर्दछन्। ओहो, यो सुन्दा तपाईँलाई कस्तो लाग्यो? हामी नेपाली भएपछि नेपालीहरू खेलेको देख्दा मनबाटै खुसी अवश्य पनि लागिहाल्छ। मैदानमा देखिएको समर्थनको प्रतिबिम्ब सामाजिक सञ्जालमा नदेखिने त कुरै भएन। नेपाल क्रिकेट सङ्घका अनुसार नेपालको डिजिटल सक्रियता विगतमा भन्दा अहिले 400 गुणा बढिरहेको छ। त्यसै कारण हो आइसिसीले नेपाललाई वर्ष 2023 को डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड समेत प्रदान गरेको छ। नेपालीहरूका ढुकढुकी, नेपाली क्रिकेटका ढुकढुकी सबैले मन पराएका पारस खड्काले समेत भन्नुभएको छ, यो सामूहिक प्रयासको परिणाम हो। यसमा विशेषतः नेपाली समर्थकको हात छ, जुन नेपाली क्रिकेटको सधैँ बलियो पक्ष रहँदै आएको छ। तपाईँलाई लाग्न सक्छ किन बढे त नेपाली समर्थकहरू? हो, आइसिसीले 6 वटा त्यस्ता राष्ट्रलाई आइसिसी डेभलपमेन्ट अवार्ड 2023 प्रदान गर्यो, जसले अन्तर्राष्ट्रिय क्रिकेटको विकासमा अभूतपूर्ण पहल गरेको होस् वा उत्कृष्ट प्रदर्शन गरेको होस्। त्यसै अन्तर्गतको एउटा विधा डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ द इयर नेपालले जितेको थियो। पछिल्लो समय नेपाली क्रिकेटको डिजिटल सहभागिता भत्तै बढेको देखिन्छ। त्यसका विविध कारणहरू थिए। मुख्य कारण नेपाली टोलीको लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता र त्यसमा प्रभावशाली प्रदर्शन नै रहेको थियो। डिजिटल फ्यान बढ्नुको मुख्य कारण भने क्रिकेटको सफलताले विश्वभरि रहेका नेपाली समर्थकहरूमा खुसी दिलाउन सक्नु रहेको जानकारहरूले बताउँदै आएका छन्। विश्व क्रिकेटका ठूला राष्ट्रहरूलाई चुनौती दिने तहमा नेपाली टोलीले प्रदर्शन गरिरहेको छ। क्रिकेट प्रेमी हुन् वा आम नेपाली, सबैको ध्यान क्रिकेटतिर आकर्षित हुन थालेको छ। नेपाली क्रिकेटका समर्थकहरूले आइसिसी को अवार्ड जित्नु अगाडि नेपालले फ्यान इन्गेजमेन्ट अफ द इयर को एसियाली अवार्ड समेत जितेको थियो। आइसिसीले उक्त अवार्डका लागि विभिन्न उपमहाद्वीपलाई विजेता बनाएको थियो, जसमा नेपालले समेत यो हात पारेको हो। यसरी हेर्दा नेपाली क्रिकेटले खेलेको भूमिका हेर्दा देशलाई विश्वभर चिनाइरहेको छ। खेल भनेको एउटा यस्तो माध्यम हो जसले विश्वभर देशको नाम चम्काउने गर्दछ। नेपालको चन्द्र सूर्य अङ्कित झन्डा फहराउने गर्दछ। रङ्गशालामा भनौँ न, जसरी नेपालले जित्छ तब झन्डा फरफराउँदा कति आनन्द लाग्छ, कति खुसी मिल्छ,
कस्तो लाग्छ त त्यो मैदानमा पुगेकै दर्शकलाई अवश्य पनि महसुस भइहाल्छ। त्यसभन्दा मैदानभन्दा बाहिर रहेर पनि विभिन्न पर्दामा हेर्ने दर्शकहरूले पनि नेपालको खेल हेर्दा एकदमै उत्साहित हुने गर्नुहुन्छ, होइन त? अवश्य पनि नेपाललाई सधैँ यस्तै माया गरौँ, सपोर्ट गरौँ, हामी नेपाली हुनेमा गर्व गरौँ।